परम मित्र श्री प्रेम सिंह तमाङ जी, हजुरले यो भर्खर बजेको भिडियोमा के देख्नुभयो? पक्कै पनि तपाईँलाई अचम्म लाग्यो होला। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्खरै सिक्किम भारतमा गाभिएको झन्डै 50 वर्षको उपलक्ष्यमा आज भारतको एउटा राज्य सिक्किमको राजधानी गान्तोकमा गरिएको सम्बोधन हो, जहाँ नेपाली भाषै त्यहाँका राई, लिम्बू, तामाङ, लेप्चाहरूको बिचमा सिक्किममा नेपाली भाषामा गरिएको सम्बोधन अहिले एकदम सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। र भारतले सन् 1975मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले त्यहाँका राजा चोख्याललाई जबरजस्ती ढङ्गले त्यहाँका तत्कालीन प्रधानमन्त्री लेन्डुप दोर्जेलाई एकदमै चङ्गुलमा पारेर चाहिँ भारतले आफ्नो 22औं राज्यको रूपमा गाभिएको थियो। र त्यसैको आज 50औं वर्ष पुरा भएको छ। र त्यसको अवसरमा आज गान्तोकमा आयोजित यो कार्यक्रममा त्यहाँका मुख्यमन्त्री प्रेमसिंह गोलेको साथमा यो कार्यक्रम आयोजना गरिएको थियो। र त्यो कार्यक्रममा बोलिएको भाषण हेर्नुहोस् है त। ऊर्जावान युवा परम मित्र श्री प्रेम सिंह तमाङ जी, संसद में मेरे साथी श्री दोरजी शेरिंग लेप्चा जी, डॉक्टर इंद्रहांग सुब्बा जी, श्री दिलीराम थापा जी, समग्र सिक्किमवासीलाई स्वर्ण जयन्तीको धेरै धेरै बधाई तथा शुभकामना। नमस्ते। डासी डिले खामरीमा तपाईहरु कस्तो हुनुहुन्छ?